हेलो गाइस, हामी फेरि खोरमा जाँदैछौँ। मेरो बुढाले गाडोलाई चाहिँ घुराउँदै लाँदै हुनुहुन्छ। हामी जाँदैछौँ। यो ठाउँलाई भन्छ, मैले पहिले पनि भनिसकेको, दमार। यो ठाउँलाई भन्छ दमार। हामी जाँदैछौँ गाइस। धेरै समय भएको थियो अपडेट नगरेर, फेरि पनि हामी चाहिँ तपाईँहरूलाई अपडेट गराउनको लागि चाहिँ फेरि पनि हाम्रो खोरमा हामी जाँदैछौँ। मेरो बुढाले ढोका खोल्दै हुनुहुन्छ। हेर्नुहोस् गाइस, खोरको हालत यस्तो छ। राम्रो छानो छैन, राम्रो कपडा छैन, प्यान्ट पनि मेरो बुढो फाटिरहेछ, तरै पनि घुराउँदैछ। हेर्नुहोस् गाइस, अब अलिक ठुलो भइसकेको छ। तपाईँहरूलाई पहिला देखाउँदाखेरि चाहिँ अलिक सानो थियो, अब चाहिँ अलिक ठुल्ठुलो भइसकेको छ। यता नयाँ हालेको, पहिला यहाँनिर खाली थियो अगाडिको भिडियोमा, तर अब चाहिँ यो खोरहरू पनि सबै भरिसकेको छ। अब 3वटा खोर बाँकी छ, लगभग अब भरिसक्यो भनौँ, तरै पनि हामी भराउने छौँ पछिको दिनहरूमा। यसलाई साथी छैन, बिचरा साथीको देहान्त भइसक्यो। यहाँनिर छ 2वटा छ सबै। यिनीहरू पनि ठुलो भइसक्यो। यिनीहरूले 2 महिना भयो, सायद 2 महिना हुन थाल्यो। यो एकल काटे चुई पारेर घुमिबस्छ, एक्लै भएर होला सायद, साथी नभएर। 2वटा चाहिँ सिङ्गल छ, अरू सबै डबल राखेको छ। र 3वटा खोर चाहिँ खाली छ, अरू सबै भरिसकेको छ। मेरो